एभ्रिवान गुड मर्निङ स्वागत छ सबैजनालाई मेरो आजको भिडियोमा। अनि म चाहिँ कहिलेकाहीँ भिडियो बनाउने गर्छु समटाइम। माई नेम इज मनिषा बोम्चन फ्रम सिन्धुली। यति भनौँ है यति के अरे धेरै एड्रेस नदिउँ। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ भन्ने आशाको साथमा यो भिडियो स्टार्ट गर्दैछु। म चाहिँ भित्रबाट धेरै क्यामेरा हल्लायो भनेर म हेर्दिनँ भनेर प्लिज नजानु होला, किनभने म यस्तो ब्युटिफुल यस्तो इन्जोयमेन्ट अरे कहना क्या चाहते हो भिडियो बनाउँछु कि तपाईँहरू थाहा नै छैन हेर्दै गर्नु होला साथीहरू। अनि म चाहिँ मेरो छोरालाई यहाँ टिभी देखाएर भुल्याएर चाहिँ मैले भिडियो स्टार्ट गरेको। मेरो छोरा कहाँ हो? छोरो मेरो छोरोको ताल चाहिँ मेरो त्यस्तो हुन्छ। टिभी भने चाहिँ उसलाई चाहिँ अलिक मनपर्छ। अनि छोरोलाई यसरी भुल्याएर चाहिँ म यसो भिडियो स्टार्ट गरौँ भएन के अरे हिजो हालेको भिडियोमा चाहिँ कति भयो 9 भ्युज आएछ। यति खुसी भएर चाहिँ मैले भिडियो स्टार्ट गरेको। ओहो यति धेरै भ्युज आएछ भनेर मैले भिडियो स्टार्ट गरेको। जता गयो पनि कालो कालो आएर मान्छे त म गोरी नै छु। क्या बोला तूने? नहीं पहले क्या बोला? चल चलो तर कालो आएर अनि साह्रै मन खिन्न हुन्छ भिडियो गर्नको लागि चाहिँ। ल साथीहरू स्टे ट्युन। अब चाहिँ म छोरोलाई त्यहाँ भुल्याएर चाहिँ छोरोको लागि अलिकति लिटो बनाउँछु। मेरो छोरो चाहिँ अलिक बिराम छ। अनि सबैजनाले गेट विथ सुन भनिदिनु होला। म चाहिँ छोरोलाई त्यहाँ भुल्याएर गइहाल्छु लिटो बनाएर। अहिले पछि भेट्छु ल। दूर कोई खिंच नहीं बीच से काटे माँ आजा साम। बचाओ मुझे बचाओ। ए भाँडा बिक्रीमा हजुर भाँडा बिक्रीमा आउनुहोस् तपाईहरुलाई जुन मास्नु सजिलो लाग्छ त्यही लिएर जानुहोस्। भाँडा बिक्रीमा हजुर भाँडा बिक्रीमा तपाईहरु जुन माझ्नुहुन्छ त्यही लिएर जानुहोस्। भाँडा बिक्रीमा हजुर भाँडा बिक्रीमा। आयो मेरो हात भाँडा धुएर मेरो हातको हालत त्यस्तो। हातमा लेखिएको रेखा पनि सबै मेटिसक्यो। यतिखेर चाहिँ 4:30 भइसकेको छ। अनि मेरो अवस्था यस्तो छ। बल्ल बल्ल बच्चा सुताएर यसरी भाँडा माझ्नु पर्ने हुन्छ। दिनभरिको कुनै त हिजोको पनि छ। अरे म कोही छ गाइस? मैले तपाईहरुलाई एउटा कुरा सोधेँ है। तपाईहरुलाई कराई कुकर योलाई भन्छ हाम्रोतिर तबेस थाल कचौरा पटकाहरू मध्ये कुन चाहिँ माझ्न सजिलो लाग्छ? प्लिज कमेन्ट गर्नु होला। अनि सुरुमा चाहिँ तपाईहरु के भाँडा माझ्नुहुन्छ? सजिलो बटुकाहरूदेखि माझ्न थाल्नुहुन्छ कि सुरुमै कालो भाँडा माझ्नुहुन्छ कि के गर्नुहुन्छ? म चाहिँ सुरुमा सानो कुराहरू जुन चाहिँ खाद्रा खुद्री छ हो त्योहरू चाहिँ माझ्ने गर्छु, पखाल्ने गर्छु सुरुमा। अनि त्यसपछि लास्टमा चाहिँ कालो भाँडाहरू माझ्ने गर्छु। अनि त्यो पनि हो। अनि कुन चाहिँ आवश्यकता छ हालसालै त्यो नै माझ्ने गर्छु म चाहिँ। अब माझेँ ल मैले। बड़ा हरामी हो बेटा। सो गाइस मैले चाहिँ हात चाहिँ धुएको छैन। अब भाँडाहरू चाहिँ 3 चोटि भएर लगिसक्यो। अनि हिजो आज चाहिँ दिन लम्बिसकेछ साथीहरू। किनभने चाहिँ हिजो अस्ति चाहिँ भान्जी यतिखेरै जस्तो है तपाईँ यतिखेरै जस्तो झुसमुसमा आउनुहुन्थ्यो स्कुलबाट। अनि खाजा खाए यताउता गरेर राति परिसक्थ्यो। खाना खाने बेला भइसक्थ्यो। अहिले चाहिँ मेरो भान्जी आएर खाजा खाएर पनि एक लगन यसो काम गर्नु भनेर भनेको यहाँनिर पानी थाप्नु लगाएको। रिसाएर यहाँ हेर्नु न मुख फुल्लाएर बसिरहेको छ। को यसरी रिसाउनुहुन्छ हौ काम हराउँदाखेरि? कमेन्ट गरिदिनुहोस् त तल ठ्याक।
अलि एक्टिङ भएन क्या सर अलि रिसाउनु न तपाईँ चाहिँ फिल्म नखेल्ने अलि रिसाउनु न हाँसेको अलि भएन कि रिस गाला अलि फुल्याउनु हो ल हाँसेको छ रिसाएको छ अरे ल अब हो यतिको भयो भने चाहिँ तपाईँलाई फिल्ममा लिन्छ होला है यतिको रूप रङ्ग पनि खत्रै छ रिसाएको एक्टिङ पनि खत्रै छ ल यतिको चाहिँ खत्रै छ है भान्जी अहिले म तपाईँलाई देखाउँछु ल कस्तो आयो भने ल मेरो भान्जीले तपाईँले कतिवटा बोतल भन्नुभयो हेर त्यहाँ नबोलेको यो चाहिँ खतरा लाग्यो है फेरि एक्टिङ चाहिँ ल यस्तै छ हामी माइजू भान्जीको चाहिँ रिसाई काम गर्ने बानी छ है कहिले भान्जी रिसाउने कहिले माइजू रिसाउने भन्दै अब त्यस्तो लामो भिडियो पनि बनाएन अब केही काम गर्ने यताउता भए पो भिडियो बनाउने होइन त्यत्तिकै बसी बसाइ त के हुनु छोरोले एकछिन बनाउनु दिँदैन त्यही पनि आज चाहिँ जसरी हुन्छ एउटा भिडियो चाहिँ बनाउँछु भनेर मेरो मुडमा माइन्डमा सेटअप थियो त्यही भएर चाहिँ भिडियो बनाएको अनि छोरोलाई लिटो खुवाउँछु अनि त्यसपछि भेट्छु है भनेको लास्टमा चाहिँ साँझै परिसकेको थियो मैले भिडियो फेरि स्टार्ट गर्ने बेला चाहिँ भन्दै आजको भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नबिर्सनु होला भन्दै आजको भिडियोबाट चाहिँ बाई बाई साथीहरू यतिन्जेलसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद मेरो भान्जीलाई पनि धेरै धेरै माया छ आशीर्वाद छ त्यसरी मुख फुलाएर बस्ने एक्टिङ एकदम मन पर्यो अझै पो फुलाएर छ भन्न फुलाउनु हाँस्नु न यो त एक्टिङ पो हो त के रिसाएर अब सक्यो क्या एक्टिङ गर्न सक्यो क्या हानु अब भन्दै आजको भिडियोबाट चाहिँ बाई बाई साथीहरू डु नट फर्गेट लाइक कमेन्ट मैले पनि भन्न बिर्सिसकेँ किनभने धेरै समयपछि भिडियो बनाउँछु डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई बाई साथीहरू मेरो हात चाहिँ यस्तो फोहोर छ त्यही पनि